भूकम्पमा परि मर्ने राजा को थिए? अभयलाई भूकम्पले योग नरेन्द्रलाई विष, गिर्वाणुलाई शीतलाले विश्वामित्रलाई किस। प्रताप मल्ल हरिसिद्धिको नाच हेर्दा हेर्दै गए, भूपालेन्द्र तीर्थ जाँदा बाटोमै विलिन भए भन्ने गीत छ। अभयलाई भूकम्पले योग नरेन्द्रलाई विष, अर्थात् अभय मल्ल भूकम्पमा परि विलिन भएका, अभयलाई भूकम्पले योग नरेन्द्रलाई विष, योग नरेन्द्र मल्ल चाहिँ तमाकुमा विष परेर तमाकुमा विष हालेर मारिएका, गिर्वाणुलाई शीतलाले विश्वामित्रलाई किस। गिर्वाणु विक्रम शाह चाहिँ शीतला रोगको कारणले गर्दा निधन भएको थियो भने विश्वामित्र चाहिँ परस्त्रीसँग अनुचित सम्बन्ध राखेको कारणले गर्दा मारिएका थिए। प्रताप मल्ल हरिसिद्धिको नाच हेर्दा हेर्दै गए, प्रताप मल्ल भनेको हरिसिद्धिको नाच हेर्दा हेर्दै विलिन भएका, हरिसिद्धिको नाच, प्रताप मल्ल हरिसिद्धिको नाच हेर्दा हेर्दै गए, प्रताप मल्ल हरिसिद्धिको नाच हेर्दा हेर्दै गए, भूपालेन्द्र तीर्थ जाँदा बाटोमै विलिन भए। भूपालेन्द्र चाहिँ तीर्थ जाँदाखेरि बाटोमा मर्ने राजा हुन्। अब हामीलाई सोधेको प्रश्न भूकम्पमा परि मर्ने राजा को थिए भन्ने, भूकम्पमा परेर हेर्नु सम्झिनु त अभय, अभयको पछाडि के छ? भए छ। अभय अर्थात् भए नभएको, अभय भनेर सम्झिने, भए नभएको, डर नभएको, भए नभएको भनेपछि उनले चाहिँ युद्धमा पनि मरेनन् होला, भए भएन, उनलाई रोगको पनि कुनै भए भएन। कसरी मर्यो त? भूकम्पमा परि, प्राकृतिक प्रकोपले गर्दा मरे भनेर सम्झिने। त्यो प्राकृतिक प्रकोप भनेको के हो? भूकम्पमा परेर मरेका थिए। अब अभयको बारेमा अन्य जानकारी पाउनको लागि के सम्झिने भने अभय चाहिँ भए नभएका, युद्धमा मरेनन्, प्राकृतिक प्रकोपले मरे, त्यो भनेको भूकम्पमा परेर मरे। अनि कसरी मरेका भनेर कसरी सम्झिने? पशुपतिमा चाहिँ कलश पूजा गर्दा गरेर पशुपतिमा कलश पूजा गर्नुपर्ने थियो। अब महास्नान गरेर पशुपतिमा कलश पूजा गर्दाखेरि भूकम्प आएर बिते भनेर सम्झेपछि अभयको बारेमा सबै थाहा हुन्छ। महास्नान गरेर पशुपतिमा कलश पूजा गर्दाखेरि भन्नाले पशुपतिमा महास्नान गराउने राजा पनि अभय मल्ल रहेछन्। महास्नान गरेर पशुपतिमा गएर कलश पूजा गर्दाखेरि पशुपतिमा महास्नान गराउने पनि अभय मल्ल रहेछन् र कलश पूजाको प्रचलन ल्याउने पनि, कलश पूजाको प्रचलन ल्याउने राजा पनि अभय मल्ल रहेछन्। महास्नान गरेर कलश पूजा गर्दाखेरि भूकम्प आएर बिते भनेर यसरी चाहिँ हामी अभय मल्ललाई सम्झिन सक्छौँ।